हेलो साथीहरु, वेलकम छ तपाईलाई फेरि पनि हाम्रो च्यानल टेक यात्रामा। आजको भिडियोमा चाहिँ म चाहिँ तपाईहरुलाई चाहिँ यो जुन ट्रेन्स प्लान तपाईहरु देखिराख्नु भएको छ, यो ट्रेन्स प्लान चाहिँ कसरी बनाउने भनेर सिकाउँछु है त। ट्रेन्स प्लान भनेको चाहिँ ट्रेन्स भनेको के हो भन्दाखेरि चाहिँ खाल्टो खन्नु क्या। हामीले आफ्नो फुटिङको लागि चाहिँ कति एरिया खाल्टो खन्छौं, कता कता खाल्टो खन्छौं भन्ने चाहिँ हामीले देखाउने हो है त ट्रेन्स प्लानमा चाहिँ। अब मसँग अहिले भएको प्लान अनुसार चाहिँ मेरो चाहिँ सबैतिर चाहिँ के छ त, आइसोलेटेड फुटिङ लागेको छ है। कतै पनि इसेन्ट्रिक फुटिङ अथवा कम्बाइन्ड फुटिङहरु छैन, सबै ठाउँमा आइसोलेटेड फुटिङ नै लागेको छ। त्यही भएर चाहिँ मैले यहाँ सबै ठाउँमा आइसोलेटेड वाले बनाएको है त। अब ट्रेन्स प्लान बनाउनको लागि सबभन्दा पहिला तपाईले जुन कोलम लेआउट प्लान छ, यसलाई चाहिँ ल्याउनु होला है त। मैले यसलाई कपी गरेर कोलम लेआउट प्लान ल्याउँदा नि हुन्छ, बीम लेआउट प्लान ल्याउँदा पनि हुन्छ ल। मैले अहिले बीम लेआउट प्लान ल्याएँ है। यहाँनिर छ मेरो, यसलाई चाहिँ कपी गर्नु होला बनाइरहेको फाइललाई, अनि यता म ल्याएँ है त। अब यहाँबाट चाहिँ म हटाउँछु बीम लेखेको चाहिँ सबै। यसलाई चाहिँ यसरी सबै तपाईले जति पनि बीम लेखेको छ, टेक्स्टहरु छ, यो सबैलाई चाहिँ हटाउनु होला है त। ल साथीहरु, अब मैले चाहिँ यो सबै टेक्स्टहरु हटाइसकेको छु हैन। तपाईले चाहिँ यहाँबाट यो पनि हटाउन सक्नुहुन्छ ल। यो जुन यो लाइन छ, बीमको यो लाइनहरु छ नि, यो लाइन पनि तपाईले हटाउन सक्नुहुन्छ है त, अथवा राख्दा पनि हुन्छ, यो पछि देखाउँदा पनि हुन्छ है त। यसमा चाहिँ केही फरक पर्दैन। तर अब मैले बनाउँछु, अब यहाँनिर मैले बनाउनु पर्यो ट्रेन्सको लागि जुन फुटिङ मेरो के छ त, 5 फिट बाइ 5 फिटको छ है। त्यसको लागि पहिला म यता छुट्टै रेक्ट्याङ्गल लिन्छु हैन। रेक्ट्याङ्गल लिएर चाहिँ डी इन्टर गरेर 5 फिट इन्टर 5 फिट गरेर चाहिँ एउटा यो बनाउँछु है त। अब यो मैले बनाएँ, अब म यसको लाइनको विड्थ चाहिँ बढाउन चाहन्छु है। अब तपाईले लाइनको विड्थ बढाउँदाखेरि नर्मली बढ्दैन है। तपाईले यस्तो सिलेक्ट गर्नुहुन्छ हैन, अनि यो सिलेक्ट गरेर चाहिँ तपाईले के गर्नुहुन्छ त, यहाँनिर बाइ लेयरमा गएर यसरी लाइनको विड्थ बढाउन खोज्नुहुन्छ। जस्तै मैले 0.30 राखेँ। बढ्यो त, बढ्न त बढ्यो, तर देखियो त बढेको देखिएन नि। त्यसको लागि के गर्नुपर्छ भन्दाखेरि यो तलतिर मेरो कर्सर हेर्नु, सबभन्दा तलतिर यो जुन 3 लाइन छ, यसमा क्लिक गरेर यहाँनिर लाइन विड्थ भन्ने जुन अप्सन छ नि, यो सुरुमा अफ हुन्छ है। यो सुरुमा अफ हुन्छ, यसलाई यहाँ अन गर्नु। यसलाई अन गरिसकेपछि अब यहाँनिर लाइन विड्थको यो मैले जुन कर्सर राखेको छु, सो हाइड लाइन विड्थ अफ भनेको छ नि, अफ छ अहिले। यसलाई यहाँ दाबेपछि अन हुन्छ। अब बल्ल लाइन विड्थ मेरो देखियो है त। है, यसलाई मैले यहाँबाट अब अफ गरेँ भने के हुन्छ, मेरो लाइन विड्थ देखिँदैन है। यसलाई चाहिँ के गर्नु पर्यो त, अब कपी गर्नु पर्यो, यहाँबाट उठाएर ल्याएर राख्नु पर्यो सबैको सेन्टरमा है। यसरी सबको चाहिँ सेन्टरमा राख्ने है। ल साथीहरु, मैले चाहिँ यो सबैको सेन्टरमा ल्याएर यसरी राखिसकेको छु। अब चाहिँ मलाई चाहिँ यो जुन छ, यो मलाई यो तपाईले यो नराख्न पनि सक्नुहुन्छ है। जुन फुटिङ छ, यसलाई मैले यसरी उडाइदिन नि सक्छु। यो नै उडाएर तपाईले यो पनि उडाउन सक्नुहुन्छ, यो पनि उडाउन सक्नुहुन्छ, र यो पनि नराख्न नि सक्नुहुन्छ है त। सिर्फ यति मात्र राख्दा पनि हुन्छ है ट्रेन्समा। अनि तपाईले यो ग्रिड लाइनहरु पनि हटाउँदा पनि हुन्छ है त। जस्तै मैले अहिले तपाईहरुको लागि यो सबै हटाइदिन्छु है, हटाएर बनाउँछु त्यो एउटा सिर्फ ट्रेन्स मात्र। र साथीहरु, मैले चाहिँ सबै त्यो हड्कुदो कुराहरु चाहिँ हटाइसकेको छु। बीम यहाँको बीम र यो सानो तलको फुटिङ देखाएको, कोलम देखाएको हैन। किनकि यो हाम्रो ट्रेन्स प्लान हो। ट्रेन्स प्लानमा हामीले जस्ट कहाँ खाल्टो खन्ने मात्र देखाउँदा हुन्छ क्या। यो सबै कुरा यसमा देखाउनु पर्दैन है। अब यो त मेरो यो ट्रेन्सको लागि मैले यति खाल्टो खन्ने भयो हैन, तर अब यहाँ मेरो एउटा फुटिङबाट अर्को फुटिङमा कनेक्ट पनि भएको हुन्छ है त। यति मात्र खाल्टो खनेर यो यहाँनिर फुटिङ काट्ने भनेर यति मात्र खन्ने, यति मात्र खन्ने, यस्तो हुँदैन है त। एउटा फुटिङबाट अर्को फुटिङमा पनि कनेक्ट भएको हुन्छ हैन। त्यही भएर हामीले चाहिँ यहाँनिर चाहिँ के देखाउनु पर्छ भन्दाखेरि 3 फिट खनेको हुन्छ हैन। यहाँनिर म त्यसको लागि के गर्छु त, एउटा सिम्पल यहाँबाट लाइन तान्छु। यो लाइनलाई चाहिँ ओ इन्टर गर्छु। 1 फिट 6 इन्ची चाहिँ यो साइडमा र अर्को यो साइडमा है त। यसरी चाहिँ म चाहिँ यहाँनिर के गर्न सक्छु त, अफसेट गरे है त। अब म यसलाई पनि के गर्छु त, यहाँनिर म्याच प्रोपर्टीको हेल्पले यसलाई सिलेक्ट गर्छु यहाँ र यहाँ सिमिलर गरिदिए है त। अब म यसलाई यहाँबाट यसरी कपी हान्छु, यहाँबाट यहाँ
यहाँ है त भयो। अब म यसलाई फेरि के गर्छु त यो पुरैलाई सिलेक्ट गर्छु अनि यसलाई फेरि यहाँबाट कपी हान्छु यहाँ पनि भयो यहाँ पनि भयो है त यो लाइन भयो। अब यो लाइन पनि है त्यस्तै यहाँनिर सिलेक्ट गरेँ ओ इन्टर 1 फिट 6 इन्च अहिलेको छँदैछ यता अफसेट र यता अफसेट यो लाइनलाई डिलिट म्याच प्रोपर्टी गरेँ यसलाई यहाँनिर क्लिक गरेँ यहाँ र यहाँ सिलेक्ट यसलाई पनि सिलेक्ट गरेँ र अब यसलाई चाहिँ मैले के गरेँ त कपी गरेँ सरी यसलाई यहाँबाट सिलेक्ट गरेर कपी सेन्टरबाट यहाँनिर है त अब फेरि यो पुरालाई सिलेक्ट गरेर म के गर्छु त कपी गर्छु ल यहाँबाट फेरि यसरी कपी गरेँ यहाँ कपी तपाईँको जरुरी छैन कि सबैमा 3 फिटै खनेको छ है तपाईँको फुटिङको साइज अनुसार चाहिँ यो चाहिँ फरक फरक हुनसक्छ है त नर्मली 5 फिट 5 फिटको फुटिङमा यति नै खनिन्छ। अब यहाँनिर खनेपछि अब यसलाई त मैले ट्रिम गर्नु पर्यो होला नि त होइन यहाँनिर यो त ट्रिम गर्नु पर्यो होला यसरी यो सबैतिर है यता पनि गर्नु पर्यो मैले यसरी ट्रिम यसरी चाहिँ सबैतिर चाहिँ हामीले ट्रिम गर्नुपर्छ है त किनकि हामीले यो खाल्टो खनेको एरिया यसरी खनेको हुन्छ यो जोडियो यहाँनिर बन्द भएको त देखाउनु मिलेन त्यही भएर यो चाहिँ सबैतिर ल मैले चाहिँ यहाँ अहिले चाहिँ के गरेँ त तपाईँको यहाँनिर गएँ होइन यो मैले यहाँनिर ट्रिम गरेँ है त अहिले सबैतिर ट्रिम गरेँ। अब तपाईँको काम यहाँ के भन्दाखेरि यहाँ तपाईँले डाइमेन्सन दिन सक्नुहुन्छ है यहाँ ग्रिड ट्याक्क राखेर सुरुमा के गर्ने त यहाँ मैले अहिले यो पुरा गरिनँ भिडियो धेरै लामो हुन्छ होइन म तपाईँलाई यहाँनिर मेरो अर्को यसलाई यहाँ कपी गरेर पहिला त्यहाँ लग्छु यहाँबाट कपी गरेर पहिला मैले यहाँ राख्छु है त तपाईँ यहाँ हेर्न सक्नुहुन्छ यही हो ट्रेन्च प्लान होइन तपाईँले अब यहाँ के गर्ने त यसरी मैले जुन ग्रिड हटाएँ डाइमेन्सन दिने बेला ग्रिड राखेर डाइमेन्सन दिनु अनि त्यसपछि डाइमेन्सन दिइसकेपछि ग्रिड हटाउन सक्नुहुन्छ है त। अब यहाँनिर यसरी डाइमेन्सन दिएपछि CNF1 यो भनेको के हो भन्दाखेरि सबैमा 1 नै 1 छ 2 3 किन नदिएको भन्दाखेरि C भनेको कोलम भयो F भनेको फुटिङ भयो होइन हाम्रो कोलम पनि के छ एउटै साइजको छ नि त सबै फरक साइजको भएको C1 C2 C3 भनेर दिन्थ्यो अनि F1 भनेको फुटिङ हो फुटिङ पनि हाम्रो के छ त एउटै टाइपको छ है यो F1 यो F2 त्यो F3 होइन नि त हाम्रो त साइज सबै सेमै छ नि त फुटिङको होइन त्यही भएर सबैमा चाहिँ सबै के हो त C1 F1 भन्नु। अब यो चाहिँ किन काम लाग्छ भन्दाखेरि यहाँनिर तपाईँले टेबल बनाएर चाहिँ यो फुटिङमा यति खनेको यो फुटिङमा यति खनेको भनेर देखाउनु पर्ने हुन्छ C1 F1 मा यति खनेको F2 मा यति खनेको होइन त्यसको लागि चाहिँ यो चाहिँ एउटा नोटेसन हो है त नोटेसन दिएको मात्र हो। अनि तपाईँहरूले डाइमेन्सन यसरी दिन सक्नुहुन्छ यहाँनिर जसरी मैले दिएको छु होइन तपाईँले के अरे यो 5 फुट भयो 5 फुटबाट यो यति एरियाको यति बिचको डाइमेन्सन दिएँ फेरि 5 फुट फेरि बिचको यसरी दिएको छु यसरी दिनु होला सेन्टर टु सेन्टर दिनु होला होइन अनि यो फुटिङको सेन्टरबाट अर्को फुटिङको सेन्टरमा र टोटल पनि दिएँ मैले तपाईँले ठ्याक्कै यसरी चाहिँ सेमै हो। अब मात्र तपाईँले के गर्नु पर्छ ग्रिड राखिदिनु पर्यो सेन्टरमा एल इन्टर गरेर तपाईँले के अरे यसको अब सेन्टर यहाँ जस्तै यहाँनिर यसरी यहाँ दिएन भने के चाहिँ गर्न सक्नुहुन्छ त यहाँबाट यता एउटा लाइन यहाँबाट यता एउटा लाइन गरेपछि बिचको सेन्टर निक्ल्यो यहाँनिर ल्याउँदै ग्रिड लाइन राख्थ्यो यसरी सबै ठाउँमा ट्याक 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 यस्तै गरेर अनि डाइमेन्सन दिनै सकियो है त। यसरी चाहिँ हाम्रो ट्रेन्च प्लान बन्छ है हाम्रो सबै चाहिँ फुटिङ एउटै भएको कारणले चाहिँ हाम्रो ट्रेन्च प्लान चाहिँ यस्तो खालको बनेको हो होइन। जस्तै तपाईँले यसमा हेर्नुभयो भने यहाँनिर के छ त हाम्रो आइसोलेटेड छ अनि यहाँ इसेन्ट्रिक फुटिङ छ र आइसोलेटेड फुटिङ पनि के छ त यो अर्को डिफ्रेन्ट टाइपको छ हो किन यो आइसोलेटेड फुटिङ यहाँ के छ डिफ्रेन्ट टाइपको छ यो हाम्रो बेस बिम देखाएको हो यो चाहिँ यहाँ पनि मैले जुन देखाएको छु तपाईँलाई यहाँ मेरोमा पनि यहाँनिर तल बेस बिम यहाँ देखाएको छ होइन त्यो बेस बिम देखाएको हो। अब यहाँ हेर्नु कस्तो हुन्छ है त यहाँ यसरी चाहिँ देखाएको हुन्छ होइन 3 फिट खनेको छ तपाईँको चाहिँ के छ त यहाँनिर इसेन्ट्रिक फुटिङ यस्तो भएको कारणले सेम यसको सेन्टरबाटै अफसेट हानेको यो पनि सबै कुराहरू यसरी चाहिँ हामीले देखाउन सक्छौँ है त।
तपाईँहरूले पनि यसरी देखाउन सक्नुहुन्छ। यसरी चाहिँ हाम्रो ट्रान्सप्लान्ट भन्छ। भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नु होला। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुन्छ। केही कुराको कन्फ्युजन भयो भने सोध्न सक्नुहुन्छ है त कमेन्टमा। अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। भिडियोहरू यस्तो पनि फेरि आइरहन्छ है त ल।